नमस्ते सम्पूर्णजनामा, म सरिता फेरि आज म हजुरको माझ योगको चर्चा गर्न जाँदैछु। योग के हो र यसको फाइदाहरू के छन् भन्ने बारेमा म चर्चा गर्दैछु। अहिलेको युगमा योग दिन प्रतिदिन बढ्दै गएको छ। यसको महत्त्व योगा जुनसुकै उमेर वर्गकाले पनि गर्न सकिन्छ। चिकित्सकहरू पनि कतिपय स्वास्थ्य समस्याको समाधान योगबाट गरिरहेको हुन्छन् र सुझाव पनि दिएका छन् र योगको निकै महत्त्व बढ्दै गएको छ। अब के हो त योग? संस्कृत भाषामा युजबाट आएको हो र जसको अर्थ ईश्वरसँग आत्माको मिलन हो। अर्थात् योगमा धेरै भन्दा धेरै शक्ति छ कि यसले अमर तत्त्व पनि प्राप्त गर्दछ। कतिपय मानिसहरूले योगलाई सरल ठान्दछन्, तर त्योभन्दा धेरै योग मुख्यतः एक आध्यात्मिक अनुशासन पनि हो, जसमा जीवनशैलीको पुरै सार आत्मसात गरिएको छ। योग एक कला पनि हो र विज्ञान पनि हो। यो एक विज्ञान हो किनकि यसले शरीर दिमागलाई नियन्त्रण गर्ने व्यावहारिक तरिकाहरू पनि प्रदान गरिरहेको हुन्छ र गहिरो ध्यानमा लाने सम्भावना पनि योगबाट भरपूर तरिकाले पाइन्छ। यो एक कला पनि हो जबसम्म यसलाई सहज र संवेदनशील रूपमा अभ्यास गरिएको छैन। यसले सतही परिमाण मात्रै दिन्छ। योगले शरीर र मनको एक अर्कामा हुने प्रभावलाई ध्यानमा राखेर आपसी सद्भावमा ल्याउने मद्दत पनि गर्दछ। योगा धेरै प्रकारका हुन्छन्। योगका प्रकार: 1 राजयोग, 2 हठयोग, 3 लय योग, 4 ज्ञान योग, 5 कर्मयोग, 6 भक्ति योग। यसका साथै बहिरङ्ग योग, नाद योग, मन्त्र योग, तन्त्र योग, कुण्डलिनी योग, साधना योग, क्रिया योग, सहज योग, मुद्रा योग र स्वर योग आदि योगका अनेक आयामहरूको चर्चा गरिन्छ, तर यी सबै योगहरूमाथि उल्लेखित छन्। हामीले आफ्नो शरीरलाई स्वस्थ राख्न धेरै किसिमका प्राणायाम र योगा आसनहरू गर्न सक्छौँ, जसले हामीलाई शारीरिक र मानसिक दुवै रूपमा बलियो बनाउँदछ। त्यसै कारण योग अनिवार्य छ गर्नलाई। अब म योगका केही फाइदाहरू भन्न जाँदैछु। योगका फाइदाहरू: योगले हाम्रो शरीरमा गर्ने फाइदाहरूको बारेमा सरसर चर्चा गर्दैछु। योगले हाम्रो शरीरमा मांसपेशी बलियो गराउँदछ, जोड्नीलाई स्वस्थ र बलियो बनाउँदछ, मेरुदण्डको रक्षा गर्दछ, रक्त प्रवाह बढाउँदछ, आफ्नो प्रतिरक्षा बढाउँदछ, मुटुको गतिलाई नियन्त्रण राख्दछ र हाम्रो उक्त रक्तचाप पनि कम गर्दछ, आफैलाई खुसी राख्ने बाटो देखाउँदछ, एक स्वस्थ जीवनशैली प्रदान गर्दछ, ध्यान केन्द्रित गर्न मद्दत गर्दछ, मुटुको गतिलाई नियन्त्रण गर्दछ, उक्त रक्तचाप कम गर्दछ, एक स्वस्थ जीवनशैली प्रदान गर्दछ, ध्यान गर्न मद्दत पुर्याउँदछ र सन्तुलनमा सुधार ल्याउने काम गर्दछ, स्नायु प्रणालीलाई कायम राख्दछ, अङ्गहरू तनावबाट आनन्द दिलाउँदछ र गहिरो निद्रामा सुत्न मद्दत गराउँदछ, आफ्नो आत्मसम्मान बढाउँदछ, मनका पीडाहरू हराउँदै लाने गर्दछ, मनको शक्ति बढाउँदछ र हाम्रो योगले शरीर मन सन्तुलनमा राख्दछ भने चेतनालाई पनि निकै बुद्धिको विकास बढाउन मद्दत गर्दछ। हाम्रा शरीरका 5 शरीरमा धेरैभन्दा धेरै फाइदा पुर्याउँछ भने विशेष 3 शरीरलाई चेतना, चित्त, शरीर दैनिक दिनको योगले हामीलाई धेरैभन्दा धेरै ऊर्जावान हुन मद्दत गर्दछ, तिनै शरीरलाई जोगाउँदछ। त्यही कारण हाम्रो जीवनमा
योग एउटा नभई नहुने मल्टिभिटामिन हो। हामीले यदि कुनै पनि औषधिको भरमा बाँच्ने रहर राखिँदैन भने दैनिक दिन योगको भिटामिन खानुपर्छ। जस्तै दाल भात तरकारी हामीले विभिन्न किसिमका स्वादमा खाने गर्छौँ, त्यस्तै गरेर हामीले योगले खाने गऱ्यौँ भने स्वास्थ्य मस्त जीवन बाँच्न सफल हुन्छौँ। यति भन्दै आजको योगको चर्चा यहीँ विश्राम गर्न चाहन्छु। जय पर्वत योग साधना केन्द्र, जय गुरुदेव। म योगिनी सरिता बिदा हुन्छु।